हेलो नमस्ते स्वागत छ तपाईहरुलाई मेरो यो सानो मिठो भिडियोमा। यो भिडियो बनाउनुको मुख्य कारण चाहिँ त्यस्तो केही पनि छैन। जस्ट म डेली लाइफमा अब के गर्छु, कहाँ बस्छु त्यसको बारेमा जस्ट नर्मल जानकारी मात्र हो। तपाईहरुलाई हेर्दै गर्नु होला। म के गर्छु, कहाँ बस्छु त्यसको बारेमा सबै जानकारी म तपाईहरुलाई देखाउँछु। हेर्दै गर्नु होला है। म यता बाटोमा आइसकेको छु। तपाईहरुले देख्न सक्नुहुन्छ मेरो यता पछाडि चाहिँ उत्तर बेडी जाने बाटो अनि अगाडि चाहिँ यता के भन्छन् दक्षिण बेडी जाने बाटो। हेर्दै गर्नु होला है। म चाहिँ यहाँ हाल बसाइ चाहिँ अहिले धनगढी हो। अहिले खानासाना खाएर सबै म कामतिर जान लाग्छु। यता चाहिँ हाम्रो गुरुकुल गेट यो चाहिँ हाम्रो गुरुकुलको फर्स्ट गेट अनि सेकेन्ड गेट चाहिँ यता पनि छ। हाम्रो गुरुकुलको सेकेन्ड गेट। यता चाहिँ बसहरू सबै पार्किङ रहेछ। फुटबल ग्राउन्ड अनि सबै खेलहरू यता हुन्छ। अनि यता चाहिँ हाम्रो नास्ट कलेज जाने बाटो यता हेर्न सक्नुहुन्छ। यता भित्र चाहिँ नास्ट कलेज हो। यहाँ चाहिँ ठ्याक्कै म हिँड्दा हिँड्दै नवजीवन अष्टमीर पुग्यो। अहिले खासै भिड त्यस्तो छैन। अलिअलि भिड छ। कुनै दिन धेरै भिड हुन्छ। तैपनि बाइकहरू धेरै छन् यता। तपाईँले हेर्न सक्नुहुन्छ। यता चाहिँ नवजीवन हस्पिटल। यता चाहिँ छेउछाउमा सबै हस्पिटल, फार्मेसी सबै छन् यता, ल्याब। अनि म चाहिँ हिँड्दा हिँड्दै ठ्याक्कैमा आफ्नो काम गर्ने ठाउँ पुगेँ। तपाईहरुले देख्न सक्नुहुन्छ यता प्रवीण फार्मेसी र अनमोल प्याथोलोजी। म तपाईहरुलाई अझै राम्रोसँग देखाउँछु। हेर्दै गर्नु है। प्रवीण फार्मेसी र अनमोल प्याथोलोजी। अनि यो चाहिँ ल्याब। यो चाहिँ हाम्रो भित्रको वातावरण। यो चाहिँ रिसेप्सन र सबै छ। कम्प्युटर, ल्यापटप, प्रिन्टर अनि यहाँ चाहिँ हाम्रो ब्लड कलेक्सन हुन्छ। यो चाहिँ हाम्रो ल्याब। सबै हुन्छ यहाँ जाँच। तपाईको सुगर हो, आरएफटी, एलएफटी, लिपिड प्रोफाइल अनि सुगर सम्बन्धीको सबै जाँचहरू। यो चाहिँ हाम्रो ल्याबको सबै मेसिन। यता चाहिँ हाम्रो के छ, पिपेट, टिप्स। उता चाहिँ हाम्रो कुल्टर, सिबिसी मेसिन, एनालाइजर, वाटर बाट, माइक्रोस्कोप अनि फ्रिज। यही हो सबै। अनि यो चाहिँ म चाहिँ यही मेडिकलमा काम गर्छु। म चाहिँ काम गर्न लाग्यो लगभग 2-3 वर्ष यहाँ पुग्न लाग्यो। अझै पनि 1-2 वर्ष यतै कट्छ जस्तो लाग्छ। अनि तपाईहरुलाई कस्तो लाग्यो मेरो सानो मिठो भिडियो? कमेन्ट गर्नु होला, लाइक गर्नु होला अनि मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गर्नु होला। त्यो चाहिँ नबिर्सनु है।